हेलो साथीहरु, गुड मर्निङ। स्वागत छ मेरो यो अर्को नयाँ भिडियोमा। आज चाहिँ उहाँ दिदीले विश्वयुद्धको बारेमा दुई चार शब्द भन्नुभएको छ। मलाई चाहिँ उहाँले भन्नुभएको शब्दहरू चाहिँ एकदमै धेरै मन पर्यो और सही भन्नुभएको छ उहाँ दिदीले चाहिँ। हजुरहरू पनि सुन्नु होला है त उहाँले के भन्दै हुनुहुन्छ। म इजरायलमा काम गर्छु। मेरो भिडियो हेर्ने जसले हेर्नुहुन्छ तपाईँहरू धेरैले थाहा होला। यहाँ पछाडि सेल्टर छ। मेरो सुताइ फिलहाललाई यतै छ, लगभग 1 महिना भयो। अब आज आएर चाहिँ ट्रम्पले 48 घण्टाको अल्टिमेटम दिएको छ इरानलाई कि त्यो यता यो कुन यो बन्दरगाह इरानले त्यता पनि ब्लक गर्दैछ। अनि नेपालमा जति पनि भुक्दैछौ नि तिमीहरू यो तेल यो पैसा कम गर, मगी भयो भनेर यो डिजल पेट्रोलहरुको यो सम्भव छैन। यो इजरायल अमेरिका र इरानको लडाइँले गर्दाखेरि हो। यो नेपालमा मात्रै हैन, अहिले संसारभरि इन्धनको दाम बढेको छ। मेरो कुरा स्पष्ट छ, सुन मेरो कुरा। हैन पनि गुगल सर्च गरेर हेर, नेपालमा तेलको खानी छैन, बुझ्या हो नि। इन्डियामा पनि छैन, सबैतिर महँगो बढिरहेछ भनेर साथै छैन, यहाँ पनि बढेको छ। अब रह्यो ट्रम्प हजुरबाले 48 घण्टाको अल्टिमेटम। तिमीहरूले जान्नुमा तिमीलाई म नर्क बनाएर छोड्छु, म यसरी म मान्छु भनेर बाबुले अल्टिमेटम दिइरहेछन्। इरानले के भने तपाईँलाई थाहा छ? वेलकम, तँलाई आइज नर्कमा। ल अब इरान टेर्नेवाला छैन। अहिले सिधा हेरौँ, ट्रम्पले युद्ध विराम गर्न चाहेको छ, इरानले इग्नोर गरिदियो, हामी गर्दैनौँ भनेर। अब उसले 48 घण्टाको अल्टिमेटम दिने, तँलाई म जान्नुमा पुर्याएर छोड्छु, तिमीहरूलाई म ध्वस्त पारेर छोड्छु भन्छ बाबै, अमेरिकन बाबै होइन। अनि यता इरानी बाबैहरू चाहिँ आइज तँलाई नर्कमा, अब हामी छोड्छौँ र भन्छन्। अब भनेपछि सुरु इजरायलले पनि हो, सिधा कुरा हेरौँ, भएको यतैले हो। न्युक्लियर बनाउँदै गर्दाखेरि त्यो बनाइ नसकोस्, त्यो बनायो भने चाहिँ हामीलाई उडाउँछ भनेर हो। हामीमा म पनि पर्छु। इजरायलसँग पनि उपाय थिएन, इरानले न्युक्लियर बनाउने भनेकै इजरायललाई उडाउन हो, यसमा डाउटै छैन। अनि उसले तँलाई नर्कमा पुर्याउँछु भन्नु, उताबाट तँलाई आइज नर्कमा स्वागत छ भन्दै गर्दाखेरि हामी चाहिँ कहाँ पुग्छौँ त? अब यो इजरायलमा भएकाहरू हामी चाहिँ कहाँ पुग्छौँ? हामी यहाँ स्वर्ग पुग्लाउँ र? मेरी आमा, अनि त यहाँ त मारेर छोड्ने भयो त। अब हामी के गर्नु? फर्क्यौँ भनौँ, एयरपोर्ट बन्द छ, पैसो राम्रो छ, मेरो त फेरि काम पनि राम्रो छ। हौ गरी खाना नदिने भए कसो मलाई भगवान्। बाजे बोजूको दिसा पिसाब सबै गर्नुपर्छ है, म झुट बोल्दिनँ। मेरो काम हो, काम सजिलो छ, तर मैले बोजूको डाइभर साइपर चेन्ज सबै गर्नुपर्छ, टट्टी पनि गर्नुपर्छ, सबै गर्नुपर्छ, गर्छु। काम हो, पूजा हो, राम्रो छ, फ्यामिली राम्रो छ, गर्छु, गर्दिनँ भन्न पाइँदैन। म यहाँनिर सिएको जागिर खानालाई आएको होइन, प्रोफेसर होइन। मैले त्यत्रो धेरै पढ्न भए होइन, त्यही भएर यहाँमा जागिर खाना आएको होइन। मेरो पढाइअनुसारको यो जागिर त धेरै राम्रो होला, सिधा कुरा गरौँ। अनि तर अब हामीलाई पेल्ने भयो नि त। अब पेल्ने नै इजरायललाई हो, इरानले त। अनि अब यी दुईजना वरिष्ठको लडाइँमा त अनि हामी त मुस्यौँ त। अब होइन, हामी त काम गर्ने हो, हामी थोरै इजरायलमा घरजम गर्न आएको हो र। हुनुहुन्छ कतिजना दिदीबहिनीहरू घरजम पनि गर्नुभएको छ, म चाहिँ होइन नि त। अनि भनेपछि अनि यहाँ जानु नर्क भन्दै गर्दाखेरि अनि हामी कहाँ पुगिएला? हामी चाहिँ कहाँ पुगिएला? मेरो आमा भगवान्, डुबाएर छोड्ने भयो। यो ठुला देश भनौँ, धनी देश भनौँ होइन, अमेरिकालाई कसो गरेर हुन्छ त्यो तेल हातमा लिउँ भनौँ, ट्रम्पले अझै धेरै पैसा चाहिएको। इरानलाई आफ्ना देशका जनतासँग उसलाई मतलब भएन। हिजो आन्दोलनमा थोरै मारेन आफ्ना देशका जनता, हिजो आन्दोलनमा गएका जनतालाई आज पनि दुईजनालाई झुन्ड्याएर मार्यो इरानले। उसलाई देश विकासमा चाहिएन, शिक्षा चाहिएन, स्वास्थ्य चाहिएन, आफ्ना देशका नागरिक धनी बनाउनु परेन, भयभरको तेल खानी थोरै छैन चुतियासँग। उसलाई चाहिँ बमै मात्रै बनाएर बस्नुपर्ने, इजरायललाई मार्नुपर्ने, इजरायललाई सक्नुपर्ने। अनि यस्ता खालका सोच भएका नेताहरूका देशमा पर्यो भने जनताले सुख पाइएला र? हेलो बालेन शाह, रवि सर, हाम्रो चाहिँ देशमा यस्तो नहोस् है भगवान्। खै अब के भन्नु हो, खै यी दुईजनाको चेपमा परेर कहाँ परिने हो, के हुने हो थाहा भएन है। तपाईँहरूले सुन्नुभयो, उहाँ दिदीले चाहिँ एकदम सही भन्नुभएको छ। फर्स्ट एन्ड लास्टसम्म चाहिँ उहाँले एकदम सही भन्नुभएको छ है त। थ्याङ्क यू सो मच।